हेलो एभ्रिवान। आज चाहिँ हामी नि मुकबाङ भिडियो गर्दैछु। अन्त मुकबाङ भिडियोमा चाहिँ के हुँदैछ भने हाम्रो चाहिँ यहाँनिर चाहिँ हामी च्यालेन्ज हुँदैछ। कति मिनटमा खाने अरे दिदीहरू भाउजू? 2 मिनट। जसले छिटो खाइसक्छ त्यो फर्स्ट। जसले छिटो खाइसक्छ उही फर्स्ट अरे। अन्त यस उयसमा चाहिँ मुकबाङ भिडियोमा च्यालेन्ज पनि हो यो चाहिँ हो। अन्त यहाँ चाहिँ रेडी गर्नु हुँदैछ। यहाँ चाहिँ दिदीले यहाँ रेडी गर्नु हुँदैछ। यता भाउजूले पनि एकदम हेर्नु र साथ दिनु हुँदैछ। अन्त अब चाहिँ हेरौँ हाम्रो मुकबाङ भिडियोमा चाहिँ अब कसले चाहिँ जित्ने रहेछ साथीहरू हाम्रो च्यालेन्जमा हैन। च्यालेन्ज हो एउटा। अन्त यो चाहिँ कसले जित्ने रहेछ ल साथीहरू। यहाँ चाहिँ मेरो बाबाले चाहिँ स्ट्यान्ड बनाइदिएको हेर्नुहोस् न। यहाँनिर बिचारा घाँसबाट आउने बित्तिकै स्ट्यान्ड बनाइदिएको हाम्रो लागि भिडियो गर्ने स्टाइल बनाइदिनु हुँदैछ ड्याडीले चाहिँ। घाँसबाट आउने बित्तिकै बिचारा। हाम्रोमा चाहिँ खानेमा चाहिँ आज यो छ, यसलाई त के भन्छ, करेन्ट है। करेन्ट छ आज चाहिँ। यहाँ चाहिँ हाम्रो साथीहरू करेन्ट मुकबाङ भिडियो एन्ड च्यालेन्ज पनि हुँदैछ। जसले छिटो जित्छ त्यसले हो। पनिसमेन्टमा चाहिँ के छ भन्नुहोस् त साथीहरू। एउटा डल्ले खोर्सानी खाऊँ भनेको हामीले। खान्छै खाँदैन रहेछ। हेरौँ डल्ले खोर्सानी। यता हाम्रो भाउजू, यता हाम्रो उयो चाहिँ हाम्रो लोकल ब्याम्बो सुट। यता चाहिँ यस्तो छ। यता चाहिँ हो ड्याडी चाहिँ यहाँ स्ट्यान्ड बनाइदिनु हुँदैछ हाम्रो बिचारा घाँसबाट आउने बित्तिकै। करेन्टको चाहिँ आज हामी मुकबाङ भिडियो हुँदैछ हाम्रो साथीहरू। हेलो गाइस, अब चाहिँ हाम्रो स्टार्ट हुँदैछ। देखाइदिनुहोस् न। अब चाहिँ हाम्रो स्टार्ट भयो ल साथीहरू। अब हामी चाहिँ खानु लागेको। कसले जित्ने साथीहरू हेर्नुहोस् होला। हाम्रो भिडियो हेरेर इन्जोय साथ दिनुहोस् होला। कसले छिटो खाने? लेट्स स्टार्ट। मलाई भक्कु हाल्दै क्या बिनाले। मेरो पो ज्यादा छ त। खाइ गाइस। खाएर उयो पनि खानुपर्छ है। के खानुपर्छ? लोकल किम्ची अचार पनि खानुपर्छ है। पिरो हालेछ। ए भुको गर्दै रहेछु। हार्नेले डल्ले खोर्सानी खानुपर्छ भनेर थाहा छ होला। उयो छैन रहेछ, निम्बु र डल्ले खोर्सानी खानु पर्थ्यो है। निम्बु छैन रहेछ, ड्याडीले लिमाएको थियो कि। साँच्चै भन्दै थिएँ छ कि छैन हौ तल बारीमा त्यो त मिठो त्यसलाई त्यो थियो अहिले नझरिसक्यो कि। निम्बु र खोर्सानी टोक्ने भनेको थिएँ नि त मैले कि भएर। जित्ने चाहिँ के पाउँछ हौ? साँच्ची नै जित्नेले के पाउने बुनु? 1-1 सौ। साँच्ची नै? साँच्ची दिन्छ? साँच्ची दिने हैन? साँच्ची नि त्यहाँ भिडियोमा हेरेर भने चाहिँ जित्नेले 100 पाउँछ अरे साथीहरू। त्यो खाएर जित्नेले 200 उठाउनु भयो मैले। उयो तिमी उयो पनि खानुपर्छ अचार पनि। त्यो त म खादिनँ। खोर्सानी खाने पो बाजी गर्नुपर्छ त। त्यो म खादिनँ ल। पिरो छ। ए त्यो खादिनँ नि त म। म पनि खान्छु। जन्ममा खादिनँ नि त म। किम्ची भयो। उसको किम्ची उयो खान्छ। लु न म मात्रै पिरो खाएको भयो त सक्यो त। गाइस मेरो चाहिँ अब अलिकति प्रब्लम गर्दा म तामा खान सक्दिनँ। मलाई पनि खाँदिनँ। मेरो पनि खुट्टा दुख्छ साथीहरू। मेरो चाहिँ जन्डिसले गर्दा नखाएको। मेरो प्रब्लमै छैन त अन्त। बिकज यु बोर्न इन ब्याम्बो सुट। दिइहाल्यो फेरि। 2 जनाहरू बचिहाल्यो अचारदेखि। बबिताले सक्नु आँटेछ हौ। सक्छ हौ डल्लै छ। मलाई हराउनुको लागि हेर्नुहोस् साथीहरू। सक्नु त्यही बबिताले छुपेको स्तम। मलाई हराउनु आँटेछ छुपेको स्तम। पिरो छ तेरो भन्ने पनि गरेन। कस्तो के छ? पिरो छ। पिरोमा कस्तो भन्नु त गरेको जित्नुमा। भाउजू सक्नु आँट्नु भयो। अरे भाउजू नपचाउँदो खोलाले पाउनु आँटेर हौ। त्यही त फोकस इन विन। लु है 200 उठाउने भयो मैले। अन्डा पनि सकिसकेछ अरे।
भाउजूले नचा पनि निल्दैछ क्या ला ए खाजे यो थियो नि त त्यो चिटिङ भयो त्यो मेरो प्लेट थियो सरी म भगवानलाई सम्झिँदै खाँदैछु पिरो त्यति साह्रो कुन चाहिँ भगवानलाई पिरो चाहिँ खाँदैछ भिडियोमा नि बोल्दा पनि गर्नु पाउँछ मैले देखिसकेको त्यो अझै ग्रिन हुनुपर्थ्यो है पछि हार्ने रहेछ दुई बहिनी हार्ने उयो हुन्थ्यो नि ट्राफिक लाइट हुन्थ्यो भाउजूले ग्रिन कलरको लाउनु भएको ए म त ब्लू पो त हुन्थ्यो बोलिहाल्यो कहिले म काला हिट हो बबिता क्या बिर्से पिरोले लु ला सकेछ रुखको हाउँछ घुम ला जिते जिते साथी र यति छिटो कहाँ खाँदैन पैसा भनेको त पैसा भनेको त कस्तो छिटो खान्छ हौ दुईजनाले लामो गर्नुपर्छ होला भिडियो नि त बिचरा पैसाको भनेछु साथीहरू यस्तो डरलाग्दो पिरो छ कि पानी खाइबस्ने होइन त त्यही त भाउजूको त अझै अलिअलि हेरेर रहेछ एक दुईवटा भए पनि मेरो हेरेर एउटा पनि रहेन केही तिम्रो पनि त छ छैन हेर्नु न यी तपाईँको हेर्नु यी देख्यो पैसामा भनेपछि छिटो साथीहरू फाइनली मैले जितेँ फर्स्ट आइएम फर्स्ट यो पानी नखाइबस्नु पऱ्यो अब हेर हौ भाउजू कहिलेकति भए नि उफ्रेको थियो मेरो टक्कै मुखमा नरहिने भनेको साथीहरू मैले यस्तो डरलाग्दो छिटो खाएँ कि पिरो बेलास म चाहिँ खाँदिनँ भिडियोमा देख्छ होला दुईजना छिटो खाएको आमामा दुईजनाले छिटो क्या कम खाएको देख्छ होला भिडियोमा पसिना साथी नपताउने खोलाले बगायो मलाई चाहिँ यस्तो लाग्दै थियो कि साथीहरू भाउजूले जित्छ होला जस्तो लाग्दै थियो किनभने भाउजूले खाइसक्नु आँटिसकेको थियो मेरो चाहिँ अलिक थियो नि त मैले फेरि भाउजूको हेरेर स्पिड खाएँ नि त्यसै म चाहिँ निला र पिला भनेपछि नि त ट्राफिक लाइटहरू भनेपछि चाहिँ यस्तो पिरो छ डरलाग्दो साथीहरू हेर्नु न उयो कहाँ भयो डल्ले खोर्सानी खानुपर्छ त कोकोकोला खानु मिल्ने मिल्दैन अलिक रुख डल्ले खानुपर्छ हेर्नु पानीहरू केही खानु पानीहरू केही खानु मिल्दैन अरे निम्बु छैन निम्बु ल्याइदिनु अब बुनुले खाएको निम्बु र डल्ले खोर्सानी खाएको हेर्नुपर्छ यहाँ ला के भएको निम्बुलाई दुई फेउलाटा पारेर त्यसमा माथि डल्ले खोर्सानी लाएर हाम्रो अगाडि भिडियोमा मेरो भ्युवर्सहरूलाई चाहिँ देखाउनु पर्यो हजुर दिदीले चाहिँ अब यहाँनिर कृपया डल्ले गरेर खोर्सानी त तर कलिलो के को कलिलो यहाँ छ पिरे हुन्छ नि त कलिलो यिनीहरूले खोर्सानी त खायो कि होटाबाजी गरेर भरे पेट कच्ची हुँदा चल्छ देखाइदिनु साथीहरू हामीले दुईजना नन्दा भाउजूले खाइसके ऊ ठुलो नन्दाले खाइसके नै ड्याडी ल्याइदिनुहोस् न हेरेर के चाहिँ निम्बु हौ छ छैन ऊ भान्जीले खाएको अब पनिसमेन्ट पाउँछ भान्जीले यहाँ भान्जीले एउटा रातो खोर्सानी पनि ल्याइदिनुहोस् यहाँ मुनि फलिरहेको भान्जीको अब पनिसमेन्ट छ तिरो खोर्सानी अब छ म त र आफै चुज गर्छु खोर्सानी साथीहरू हेर्नु यहाँ घोटाला गरिदिएको पानी पनि नखानु भनेको हेर्नुहोस् न साथीहरू पानी पनि खानु देख्छ हेर्नु हामीले जितेर त उसले खाएको छैन ऊ आधी पाटै राखिरहेको छ हामीले मुख मिठा गर्नुको लागि चाहिँ यो पनि राखेको छौ अहिले देख्नु है एउटा लड्डु लिएको छ कि फुपूकोबाट त्यो लड्डु पनि खानु दिँदैन ऊ साथीहरू दुईजनाले चाहिँ छिटो सक्छ नि म चाहिँ यहाँ पनिसमेन्टको लागि दिदीको पनिसमेन्टको लागि मेरो ड्याडीले त मैले उयो ल्याउनु पठाएको छु निम्बु ल्याउनु पठाएको छ कि छैन निम्बु छैन चाहिँ उसले डल्ले खोर्सानी मात्रै चबाउँछ निम्बु छ भने चाहिँ निम्बु छ भने कहाँ निम्बु त मर्छ त निम्बुलाई एक फुलबाट काट्यो हो त्यहाँ माथि डल्ले खोर्सानी त्यो डल्ले खोर्सानी दर्दा न अब चाहिँ मेरो दिदीले खाएको तपाईँलाई पनिसमेन्टको सजाय देखाउँदैछु साथीहरू तपाईँलाई ठुलो देखाउ न ए हो नि ऊ साथीहरू हेर्नु यो गर्दै खानु चोइस गरिदिएको हेर्नु यहाँनिर ऊ हेर्नु सानो न सानो गर्यो जुम गरेर ठुलो देखाउनु अरे ऊ हेर्नु यहाँ ऊ घोटाला लेट्स स्टार्ट
खाइदिन्छ नि अब नुन हालेर खान्छ अझै निम्बु हालिदिन्छु त्यसो भए माथिबाट है डेकोरेसन गरौँ न डेकोरेसन गरौँ न चपाउनु पर्छ नि कडा नो रिएक्सन खाऊ अझै हार्नु पनि नो रिएक्सन पनि खाइदिन्छ नि सेट गो मलाई हेर्दैछ खानु 1 2 3 गो मुटु पोल्नुलाई नि भरे यस 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 गाइस यो चाहिँ अलिकति अमिलो हुँदैन है अमिलो छैन है अमिलो छैन है के अमिलो छैन आहा भुल यो गर्छु फेरि पिरो रहेछ इत्रु खोर्सानी थियो इत्रु खै उयो गर्छु ल गाइस टेस्ट गर्छु कस्तो रहेछ अमिलो छ भन्दैछ अनि यो भिडियो चाहिँ हाम्रो कस्तो लाग्यो तपाईहरुलाई अन्त यहाँ हेर्नुस् पनिशमेन्ट पनि लिनुभयो हैन हाम्रो उयसको ख्याल राखिदिनु भयो हैन मेरो भिडियोकोहरु ख्याल राखिदिनु भयो मेरो के भन्छ फेसबुक भ्युअर्सहरुको लागि पनि यति गरिदिनु भयो दिदीले हैन पिरो खाएर हेर्नुस् यहाँ आइले उतामा मैले चाहिँ नि साथीहरु मैले खोर्सानी नि मैले यो चुइस गरेको थिएँ यो गरेको थिएँ इत्रु खायो खोर्सानी चाहिँ तर उले चाहिँ एकदम इत्रु खायो कस्तो लाग्यो भाउजूलाई दामी साथीहरुले नि पसिना भ्लगलाई शेयर कमेन्ट सब्स्क्राइब गरिदिनुस् होला जसैले पनि फलो गरिदिनुस् होला पेजलाई सपोर्ट दिनुस् अझै पिरो हो साथीहरु हेर्नु हामीलाई उले त पनिशमेन्ट पाए हामीलाई पानी धरि खानु दिएन उहाँ अझै खाँदैन हामीले पानी धरि खाँदैन एउटा लड्डु पनि बोकेर आएको छ तलहरुबाट यो लड्डु धरि खानु दिएन उले हामीलाई पनि पाप गर्यो उले हामीले त जितेको हो नि हैन उले हामीलाई पनि पाप गर्यो हामीलाई अब पैसा दिन्छु भनेछ पैसा पाउनु पर्यो हामीले पैसा पछि नै पैसा पाउनु पर्छ हामीले है 150 हैन हजुर जुन 50-50 बार्नुपर्छ आउँदै दिन चाहिँ 50-50 बार्नुपर्छ 100 को ल छ नि अझै हार्नु पनि डर हुन्छ नि खानु रे है मुमुगा पैसा नि देऊ गाइस पैसा देख्नु हेर्नु पर्छ यता हिजो कमाएको थिएँ मैले पैसा साँच्चै पो अरू त देखाउँदिन नि पाइयो 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 जित्नेहरूलाई यो चाहिँ थापेको थियो थाप्नु पर्यो नि त यता थाप उता भाउजूले थापेको देखाउ न दिनु चाहिँ मन छैन देखाउटी दिनु पनि मन छैन अरे गाइस 100 रुपैयाँ दाम पाइयो सेकेन्ड भएर साथीहरु आजको हाम्रो भिडियो उयो च्यालेन्ज चाहिँ तपाईहरुलाई कस्तो लाग्यो कमेन्ट गर्नुहोस् होला प्लिज कमेन्ट एन्ड शेयर एन्ड कमेन्ट फलो गरिदिनुहोस् होला हैन कमेन्ट मैले अघि भने कतिपल्ट भइसक्यो साथीहरु मैले एकदम बोली लड भनिन्छ अब यति भन्दै साथीहरु अब चाहिँ बाइ 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 गाइस बाइ 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 टेक केयर गाइस